ल ओके सो यसमा कसरी बुझौँ भन्दाखेरि चाहिँ हामी चाहिँ एउटा बटन बनाउँछौँ सुरुमा है हामी एउटा बटन बनाउँदैछौँ सो बटन कसरी बनाउँदैछौँ यहाँ हेर्नु है मैले के गरेँ एउटा टेक्स्ट यसरी राखेँ टेक्स्ट लेख्छु यसलाई चाहिँ राख्छु म बुक बटन भनेर राख्छु है त यसरी बुक नाउ भन्ने एउटा यतिकै टेक्स्ट राखेँ र यसलाई चाहिँ तपाईँलाई थाहा छ बटनहरू जहिले पनि अटो लेआउटमा हुनुपर्छ भन्ने कुरा है यसलाई अटो लेआउटमा लानाले म के गर्छु सिफ्ट ए गरेर है सिफ्ट ए गर्दा नि भयो न त यसरी राइट क्लिक गर्दाखेरि यहाँ देखाउँछ हेर्नु त अटो लेआउट भन्ने खालको कुरा है त्यसरी पनि अटो लेआउटमा जान मिल्यो अब यो अटो लेआउटमा यो बटन भइसक्यो यसलाई अलिकति बटन जस्तो फिल दिउँ न त भाइब दिउँ न त बटन जस्तो भन्ने खालको कुरा गर्छौँ हामी के गर्छौँ यहाँबाट गएर यसको कलर फिल गर्छौँ है र यसको कलर फिल गर्नलाई अहिलेलाई चाहिँ मैले यो भन्ने कलर राखेँ यहाँनिर सो यसरी चाहिँ यसलाई के गर्यो हामीले यसरी चाहिँ एउटा कलर राख्यौँ र यति कुरा गर्दाखेरि यहाँ हेर्नु त यो अटो लेआउटमा यो बटन छ होइन यसरी छ है यो बुक बटन भन्ने र यसमा के गर्छु अब म यसको प्रोपर्टीहरू यहाँ चेन्ज गर्छु क्या यहाँ हेर्नु त अटो लेआउटको प्रोपर्टी यहाँ आयो सबै कुरा आइरहेको छ यहाँनिर है र यसमा चाहिँ जस्तो यो प्याडिङ हो यो प्याडिङ चाहिँ मेरो लेफ्ट राइटको प्याडिङ हो र यसको प्याडिङ चाहिँ मैले 30 पिक्सल यसरी राख्छु र टप र बटन चाहिँ अब जसरी मलाई जति चाहिन्छ यसरी 10 राखिदिन्छु ल है अब यो बटन अटो लेआउटमा भइरहेछ कि छैन अब रिसाइज गरौँ त्यसलाई हेर्नु त यो जति सानो ठुलो बनाउँदा पनि मिलिरहेछ नि यो ठिकै छ नि होइन सो यो भनेको अटो लेआउटमा आयो भन्न खोजेको यो बटन है अहिले त सिङ्गल टेक्स्ट मात्रै छ यसमा होइन र यसमा मानौँ होइन यसमा चाहिँ तपाईँले कुनै आइकन राख्नु पऱ्यो अब ल कहिले काहीँ हुन्छ नि आइकन पनि हुन्छ नि सो आइकन राख्ने केसमा तपाईँले आइकन डाउनलोड गर्नु होला आइकन डाउनलोड गर्न तपाईँलाई सबैले आउँछ अलमोस्ट आइकन डाउनलोड गर्न सबैले आउँछ नि होइन आउँछ है सो यसलाई कपी गरेर यो बटनभित्र गएर मैले के गर्छु यसलाई चाहिँ पेस्ट गरिदिन्छु अब यो पेस्ट गर्दाखेरि यसले अटोमेटिकली कसरी एडजस्ट भयो त भन्न खोजेको क्या यो किन भयो थाहा छ यो अटो लेआउट भएको कारणले गर्दाखेरि है यहाँ हेर्नु त यो बटनभित्र चाहिँ यो दुइटै कुरा एडजस्ट भइरहेछ र यसको अहिले कहाँ अलाइन छ त यो अलाइनमेन्ट कहाँ छ त सेन्टरमा छ हेर्नु त यहीँ इफ यसलाई मैले राइट अलाइन गऱ्यो भने के हुन्छ त राइट जान्छ यतापट्टि गऱ्यो लेफ्ट के राइट गऱ्यो भने राइट जान्छ यो सबै कुरा हामीले गर्न मिल्छ र यसलाई त्यसपछि रिसाइज गर्दाखेरि के हुन्छ त यो यस्तो त हुन्छ ठिक छ तर बटन यस्तो हुँदैन नि कहिले पनि यो भनेको टेक्स्ट चाहिँ तपाईँको कहाँ हुनुपर्छ सेन्टर अलाइन हुनुपर्छ है र यसपछि यसमा अर्को कुरा बुझ्नुपर्छ यो जुन ग्याप भन्ने प्रपर्टी छ नि मैले के भनेको थिएँ दुईटा एलिमेन्टको बिचमा हामीले ग्याप मेन्टेन गर्नुपर्छ भन्थेँ नि सो यहाँको ग्याप हो 8 पिक्सल भनेको क्या यसलाई मैले जस्तो अब कति बनाएँ यसलाई 30 बनायो भने 30 पिक्सल ग्याप हुन्छ यहाँनिर है र अर्को कुरा अब के बुझ्नु पर्यो भन्दाखेरि चाहिँ मानौँ तपाईँलाई यो बटनमा चाहिँ लेफ्ट राइट चाहिएको छ अरे टेक्स्ट लेफ्टतिर आइकन चाहिँ राइटतिर चाहिएको छ अरे यो दुइटै कुरा अब यसलाई कसरी गर्ने त लेफ्ट राइट कसरी लाने भन्नु खोजेँ क्या दुइटै कुरालाई अहिले त सेन्टरमा छ भन्ने खालको कुरा आयो सो यसलाई लेफ्ट राइट कसरी बनाउने त मैले सो त्यस्तो केसमा के गर्नुपर्छ भन्दाखेरि चाहिँ यो जुन छ नि अलाइनमेन्ट हाम्रो यो तिनवटा हेर्नु त तिनवटा लाइन देखाइरहेछ नि यहाँनिर सो त्यो तिनवटा लाइन भनेको अलाइनमेन्टमा चाहिँ के हो भन्दाखेरि अहिले चाहिँ कम्प्याक्ट फर्ममा छ भन्न खोजेको क्या कम्प्याक्ट फर्म भनेको एकै ठाउँमा तिनवटा बसिरहेछ यसमा तपाईँहरू डबल क्लिक गर्नु होला है यसमा डबल क्लिक गर्ने बित्तिकै यो डिस्ट्रिब्युटेड फर्ममा जान्छ यसरी है यो डिस्ट्रिब्युटेड भयो नि हेर्नु त सो डिस्ट्रिब्युट गर्दाखेरि अब यसलाई रिसाइज गर्नु तपाईँ यो लेफ्ट राइट आफै हुन्छ यो जहाँ छ त्यही हुन्छ यो जसरी हुन्छ त्यसरी हुन्छ है त सो हामीलाई कस्तो खालको चाहिन्छ लेआउट त्यसरी बुझ्ने र इफ कम्प्याक्टमा चाहिन्छ भने यसलाई कम्प्याक्टमा युज गर्ने यसरी है ल यो बटनको कुरा यति कुरा बुझ्यौँ अब म के गर्छु भन्दाखेरि मलाई यो बटनको टेक्स्ट चेन्ज गर्नु छ टेक्स्टलाई हाइड गर्नु छ आइकनलाई हाइड गर्नु छ यो सबै कुरा कसरी गर्ने त हामीले र अघि देखाएको थिएँ नि यो एक्टिभ स्टेट हुबर स्टेटहरू कसरी बनाउने त डिफल्ट स्टेटहरू कसरी बनाउने त सो अहिले केमा छौँ हामी अटो लेआउटमा छौँ है र यसपछि अब यसलाई म के गर्छु भन्दाखेरि चाहिँ यसलाई कम्पोनेन्ट बनाउँछु अब चाहिँ है सो सुनौँ कम्पोनेन्ट बनाउँदाखेरि यो बटनलाई मैले सिलेक्ट गरिरहेको छु यहाँ ठिक छ है यहाँ माथि जानु त यहाँनिर तपाईँले यहाँनिर एउटा कम्पोनेन्ट बनाउन अप्सन दिन्छ यसले त क्रिएट कम्पोनेन्ट भनेको छ है यहाँनिर गएर यसमा क्लिक गर्छु म यो कम्पोनेन्ट बनिसक्यो यसको आइकन चेन्ज भइसक्यो हेर्नु अघि जस्तै यो कम्पोनेन्ट बन्यो सेम ठाउँमा यहाँनिर हेर्नु त यहाँनिर के भन्दैछ एड भेरिएन्ट भन्दैछ क्या एड भेरिएन्ट भनेको अब भेरिएन्ट कसरी बनाउनु त यसको सो यसमा प्लस गर्छु एउटा भेरिएसन बन्यो भेरिएन्ट 2 भनेर फेरि अब डुप्लिकेट गर्ने क्या यसलाई कन्ट्रोल डी जतिवटा चाहिन्छ है त अब म के गर्छु यो फर्स्टको यसको भेरिएन्टको यसको प्रोपर्टी नाम राख्छु स्टेट भनेर राख्छु यहाँनिर मलाई अलिक सजिलो हुन्छ बुझ्नलाई
स्टेट भनेर राखेँ र यो भेरिएन्टको नाम चाहिँ यसको राख्छु म, यो हुबर हो भनेर बुझाउँछु ल। यो फर्स्ट भनेको मेरो हुबर हो है त, हुबर बटन। अब हुबर बटन भनेको अफकोर्स हामीलाई थाहा छ नि डिफ्रेन्ट हुनुपर्छ भने त बुझ्छौ नि। सो हुबर बटनको कलर म चेन्ज गरिदिन्छु यहाँ गएर। अब हुबरमा यो बटन कस्तो देखिने भयो त, यस्तो खालको देखिने भयो है। सेम तरिकाले यो भेरिएन्ट 3 मा जान्छु म है त। सो यो भेरिएन्ट 3 हो, यसको नाम के राख्ने त ल, के राख्ने त्यसको ल, यो हुबर बटन भयो, त्यसपछि यसलाई के भन्ने ल, डिएक्टिभेट भनेर राखौँ ल, तपाईँले भने जस्तै यसलाई चाहिँ डिएक्टिभेट स्टेजमा राखौँ ल। अब डिएक्टिभेट स्टेज भनेको कस्तो हो, अलिकति डिम कलर खालको, हामीलाई थाहा छ नि त्यो कुरा। सो यसको कलर चाहिँ अलिकति डिम गरौँ न त, देखिएको छ त्यहाँ छैन होला है कलर। सो यसलाई अलिकति ब्राउनिस यस्तो खालको, अलिकति ल यस्तो खालको अहिले यो छ अरे भन्नु बुझौँ ल है। त्यस्तै गरेर म अर्को बटन बनाउँछु र अर्को बटन पनि यहाँनिर स्टेट यसको पनि भेरिएन्ट 4 लाई राख्छु र यसको नाम चाहिँ के राख्ने त, एक्टिभ भनेर राखिदिउँ ल, एक्टिभ भन्ने बटन राखिदिउँ है। र एक्टिभ भन्ने बटन चाहिँ मेरो कस्तो भयो भन्दाखेरि चाहिँ अलिकति डिफ्रेन्ट देखाउँ न त, यसको कलर चाहिँ अलिकति डिफ्रेन्ट देखाउँ न त ल। अहिलेलाई चाहिँ यो राखेँ, हेर्नु त यो 4-5 वटा भेरिएसन एउटा बटनको बन्यो हाम्रो। अब यो कुरा कसरी हेर्ने त, यो कम्पोनेन्ट बन्न बित्तिकै यस्तो खालको लाइन आउँछ होला एउटा वरिपरि है। अब यो बटनको यो सबै हामीले हेर्नु त डिफ्रेन्ट डिफल्ट स्टेट यहाँ छ, त्यसपछि हुबर, डिएक्टिभेट र एक्टिभ भन्ने स्टेट चाहिँ हाम्रो सबै यहाँ डिफ्रेन्ट डिफ्रेन्ट बनिसक्यो यहाँनिर है, एउटै बटनको है। अब के गर्नु पर्यो हामीले अब यो जति पनि कम्पोनेन्ट बनाएको हुन्छ नि, सो यो कम्पोनेन्ट चाहिँ तपाईँको कहाँ हुन्छ थाहा छ, यो एसेट्स भित्र हुन्छ क्या, एसेट्स भित्र हुन्छ। सो यो बटनको नाम के हो त, यो सबभन्दा पहिले त्यो नाम हेरौँ है त। सो के राखेको छौँ, बुक बटन भनेर राखेको छौँ हामीले यहाँनिर है। र यसको एसेट्स भित्र नाम सर्च गर्नु पर्यो, बुक बटन भनेर। अब बुक बटन भर्खर बनाएको यो होला हामीले है। र यसलाई चाहिँ यहाँबाट ड्र्याग एन्ड ड्रप गर्न मिल्छ क्या यसरी, हामीले जहाँ पनि युज गर्नु छ, कुनै फाइलमा युज गर्नु छ भने यसलाई ड्र्याग एन्ड ड्रप गर्न मिल्छ यो बटन। अब यो बटनमा क्लिक गरौँ, यसको प्रपर्टीहरू के आएको छ त अहिले हेर्नु त, स्टेटमा के छ, डिफल्ट स्टेट छ, यो हुबर स्टेट छ, त्यसपछि डिएक्टिभेट स्टेट छ, र त्यसपछि एक्टिभ भन्ने स्टेट सबै छ यहाँबाट। एउटै बटनमा हामीले सबै कुरा चेन्ज गर्न मिलिरहेछ भनेपछि तपाईँले बटन कस्तो खालको चाहिँ कुन ठाउँमा कुन युज गर्ने, जस्ट हामीले के गर्न मिल्छ, यति कुरा चेन्ज गरेपछि पुग्ने रहेछ त। अरू केही गर्नु पर्यो त, छुट्टा छुट्टै कलर चेन्ज गर्नु पर्यो त परेन नि। सो यसरी बनाउनु मिल्यो। अब अरू कुरा देखाउँछु, अब यसमा के देखाउँछु, मलाई यो टेक्स्ट हाइड गर्नु छ, टेक्स्ट चेन्ज गर्नु छ, कसरी देखाउने त त्यो कुराहरू है। जस्तो अब म हो यसमा दुईवटा कुरा याद राख्नु, जहिले पनि मैले के भनेको थिएँ, सिङ्गल सोर्स अफ ट्रुथ भनेको कुन हो, कम्पोनेन्ट हो भन्ने मैले भनेछु नि। सो जे कुरा पनि चेन्ज गर्न हामीले कहाँ जानुपर्छ, कम्पोनेन्टमा जानुपर्छ जहिले पनि। चाइल्डमा चेन्ज गर्ने होइन, प्यारेन्टलाई चेन्ज गरेपछि चाइल्ड आफै चेन्ज हुन्छ भन्छ नि, त्यस्तै खालको यो ठ्याक्कै त्यही कुरा हो क्या। बिहेभियर भनेको जहिले पनि प्यारेन्टको चेन्ज हुनुपर्छ, चाइल्ड आफै चेन्ज हुन्छ भन्छ क्या। सो ठ्याक्कै यहाँनिर हामी त्यसरी बुझ्नुपर्छ यो कुरालाई है। सो यसको चाइल्ड प्यारेन्टमा जानलाई पनि हामी हेर्नु त, गो टु मेन कम्पोनेन्ट पनि गर्न मिल्छ क्या है। यसरी राइट क्लिक गऱ्यो भने तपाईँलाई थाहा भनेर कुन कम्पोनेन्ट हो, सो यसरी गो टु मेन कम्पोनेन्ट गर्नुहोस्, यसले देखाइदिन्छ यो चाहिँ हो भनेर है। ल अब म के गर्छु यसमा हेर्नु है, यसको फाइलमा जान्छु र यहाँ आएर चाहिँ यो बटनभित्र जति पनि बटन छ नि, यो सबै बटनलाई यसरी ओपन गरौँ ल, अलिकति सजिलो हुन्छ हेर्नलाई अहिलेलाई। हुबर र त्यसपछि डिफल्ट, र यो बटनको टेक्स्ट सबै सिलेक्ट गर्छु मैले टेक्स्ट है। सबै बटनको चाहिँ के गर्दैछु म, टेक्स्ट सिलेक्ट गर्दैछु यसरी, 4वटाको टेक्स्ट सिलेक्ट गरेँ। टेक्स्टलाई चाहिँ मैले चेन्ज गर्ने प्रपर्टी बनाइरहेको क्या खासमा अब है। सो यहाँनिर हेर्नु त, यहाँनिर देखाइरहेको छ यो, यसले चाहिँ हामीलाई टेक्स्ट प्रपर्टी क्रिएट गर्न दिन्छ क्या। यहाँ प्लसमा गयो भने मैले के भनेको थिएँ, टेक्स्ट प्रपर्टी भनेको के लागि काम गर्छ, टेक्स्टहरू रिप्लेस गर्नु छ भने अघि भनेको थिएँ नि, त्यो प्रपर्टी यसरी काम गर्छ। सो टेक्स्ट प्रपर्टी भनेको टेक्स्ट चेन्ज गर्नुपर्ने केसमा भनेपछि यसलाई म के गर्छु भन्दाखेरि चाहिँ यसको नाम राखौँ है त, चेन्ज टेक्स्ट भनेर ल, यसरी राख्छु र यसलाई यसरी क्रिएट गर्छु म यो प्रपर्टी। यो प्रपर्टी क्रिएट गरेँ, अब यहाँनिर यो बटनमा गएर चेक गरौँ त्यो प्रपर्टी आयो कि आएन। हेर्नु त यहाँनिर आइसक्यो चाहिँ। यसको ठाउँमा अब के राख्छु म, रिड मोर भनेर राख्यो भने के हुन्छ, रिड मोर भनेर टेक्स्ट चेन्ज भइसक्यो। यहाँबाट चेन्ज गर्न मिल्छ हामीले सबै कुरा है। अब सेम तरिकाले अर्को कुरा देखाउँछु तपाईँलाई फेरि। अब सेम सबैको टेक्स्ट सिलेक्ट गरिरहेको छु मैले सबै भेरिएन्ट्सको, र अब यहाँनिर गएर यो एपरेन्सेस भन्ने एउटा आउँछ क्या यहाँ त है। यो एपरेन्सेसमा गएर तपाईँले यहाँनिर एउटा नयाँ प्रपर्टी क्रिएट गर्न मिल्छ अथवा भेरिएबल एड गर्न मिल्छ है। एउटा नयाँ प्रपर्टी क्रिएट गरेँ र यो चाहिँ टगल भन्ने बुलियन प्रपर्टी हो क्या यो भनेको, अघि जुन बुलियन भनिरहेको थिएँ नि।
सो बुलियन प्रपर्टी यो भनेको चाहिँ यसमा चाहिँ के गर्न मिल्छ हामीले सो अथवा हाइड गर्न मिल्छ क्या टेक्स्टलाई यसलाई क्रिएट गरेँ यसरी मैले है सेम तरिकाले अब आइकन पनि लिन्छु ल एकैचोटि म देखाइदिन्छु यो आइकन पनि सबै सिलेक्ट गरेँ मैले यसरी र 4 टाइपको आइकन सिलेक्ट गरिरहेको छु र सेम यहाँनिर चाहिँ अर्को एउटा एपेनिसेसमा हामीले सेम देखाउँछ यहाँनिर अर्को फेरि क्रिएट गर्छौँ हामीले एउटा नयाँ फेरि क्रिएट गरेर आइकन सिलेक्ट गरेर यसलाई चाहिँ सो अथवा हाइड के गर्छु आइकन भनेर यसरी क्रिएट गर्छु डिफल्टमा चाहिँ ट्रुमा राख्नु सबैजनाले यो है ट्रुमा हुन्छ डिफल्टमा सो यसरी क्रिएट गरेपछि यो प्रपर्टी हामीले यहाँनिर चेक गर्नुपर्छ क्या आयो कि आएन यसमा गएर चेक गर्नु त यो कुरा आइसक्यो हाम्रो यहाँ अब हेर्नु त यहाँ के गर्न मिल्छ मैले आइकन हाइड गर्न मिल्यो मलाई कहिलेकाहीँ आइकन चाहिएन अरे सो मैले यहाँबाट आइकन हाइड सो पनि गर्न मिल्छ टेक्स्ट चाहिएन अरे टेक्स्ट हाइड सो गर्न पनि मिल्छ क्या कहिलेकाहीँ है त अब तपाईँलाई लाग्ला यो टेक्स्ट हाइड सो गरेको यसमा यो बटन यति ठुलो कसरी भयो यत्रो ठुलो चाहिँदैन होला जस्तो फिल होला तपाईँहरूलाई होइन यो बटन यति ठुलो कसरी भयो त मलाई आइकन सानो चाहियो नि त होइन सो यस्तो केसमा चाहिँ के गर्न मिल्छ थाहा छ मैले अघि भनेको थिएँ नि यो फिक्स विथ भएर बसिरहेको हुन्छ क्या यो फिक्स विथ भएर बस्नु भएन यो हक कन्टेन्ट भन्ने प्रपर्टी अब याद ठ्याक्कै याद गर्नु हो हक कन्टेन्ट भनेको के हो त कन्टेन्टलाई चाहिँ हामीले ठ्याक्कै हक अकुपाई गरेर राख्ने भन्न खोजेको सो यसमा हक कन्टेन्ट गर्ने बित्तिकै ठ्याक्कै यसले यति स्पेस लिन्छ है सो यस्तो यस्तो खालको कुरा पनि हामीले एडजस्ट गर्न मिल्छ यहाँबाट है त सो यो सबै कुरा हामीले यसरी चेन्ज गर्न मिल्यो भन्ने खालको कुरा आयो एउटै बटनमा चाहिँ हामीले डिफ्रेन्ट कुराहरू बनाउनु मिल्दो रहेछ एउटै बटनलाई हामीले डिफ्रेन्ट ठाउँमा कसरी युज गर्ने भन्ने कुरा हामीले यसरी जान्यौँ है ल यो कुरा जानिसकेपछि यसमा 3-4वटा कुरा जानिसक्यो अलमोस्ट म तपाईँलाई एउटा अर्को अब एउटा अर्को कुरा देखाउँछु है यस्तो खालको लेआउट तपाईँ सबैले बनाउनुपर्छ अलमोस्ट मैले के भनेको थिएँ डेस्कटप ट्याब्लेट र मोबाइलको लागि छुट्टै लेआउट बनाउनु हुँदैन इफ कहिलेकाहीँ केसमा पर्छ भने बनाउने ठिक छ अटो लेआउट आउँदैन भने चाहिँ बनाउन पाइयो तर अटो लेआउट आउँछ भने किन बनाउने त म भन्ने खालको कुरा आयो क्या अब यो के को डिजाइन हो त अहिले डेस्कटपको डिजाइन हो डेस्कटपमा 3 कोलम हुन्छ है त त्यति बुझौँ राखौँ यसलाई चाहिँ हामीले रिसाइज गर्दाखेरि यो ट्याब्लेटमा यस्तो देखिन्छ यो यसैले रिसाइज गर्दा मोबाइलमा यस्तो देखिन्छ यो भन्न खोजेको एउटै लेआउट रिसाइज गर्दा सबै बन्यो त बन्यो नि त होइन सो डिफ्रेन्ट बनाइराख्नु परेन क्या हामीले सो यसरी पनि हामीले केही कुराहरूलाई यसरी पनि बनाउन मिल्ने रहेछ भन्ने खालको कुरा आयो सो यस्तो खालको एउटा हामी बनाउँछौँ अब कसरी बनाउँछौँ हेरौँ त्यहाँ चेक गरौँ के गर्ने सबभन्दा सुरुमा एउटा फ्रेम ड्र गरौँ यहाँ यो फ्रेम भनेको चाहिँ तपाईँको इमेज हो भनेर बुझौँ अहिलेलाई यसको कलर फिल गरेँ मैले है यो कुराहरू त सबैलाई नर्मल आउँछ यसको कलर फिल गरेँ यो इमेज हो मेरो है यसको तल चाहिँ मैले एउटा टेक्स्ट राखेँ हेडिङ राखेँ यसरी राखेँ ल है यसको हेडिङ पनि स्टाइल पनि चुज गरिदिउँ न होइन हेडिङ 2 भनेर S2 भनेको अलिक कम भनेको कुन छ ल यो राखिदिएँ है यसरी मैले चुज गरेर राखेँ त्यसपछि अर्को के गर्छु म एउटा टेक्स्ट प्याराग्राफ बनाउँछु होइन प्याराग्राफको टेक्स्ट चाहिँ यहाँबाट अलिकति कपी गरौँ ल यो टेक्स्ट लिइदिएँ अहिलेलाई जहाँबाट कपी गर्दा नि हुन्छ है सो यो टेक्स्ट मैले कपी गरेँ र यहाँनिर गएर चाहिँ यसलाई पेस्ट गरेँ अहिलेलाई यहाँनिर छ भनेर बुझौँ यो है र यसको विथ अहिले यो के छ फिक्स भएर बसिरहेछ भन्ने खालको कुरा होइन सो यसरी छ र अहिले जसरी पनि बिग्रिन सक्छ है यो अहिले यसरी छ भनेर बुझौँ है सेम तरिकाले अघि मैले बनाएको के भनेको थिएँ हामीले बनाएको बटन्सहरू सबै यहाँनिर हुन्छ भनिरहेको थिएँ नि एसएसमा सो यहाँबाट गएर यो बटनलाई पनि यसरी ड्र्याग एन्ड ड्रप गरेँ मैले है अब यो सबै कुरालाई म के गर्छु भन्दाखेरि चाहिँ अटो लेआउटमा लान्छु क्या सबैलाई सिलेक्ट गरेर सो इमेज सिलेक्ट गरेँ टाइटल सिलेक्ट गरेँ डिस्क्रिप्सन र बटन सिलेक्ट गरेँ र अटो लेआउटमा लानलाई के गरेँ सिफ्ट ए गरेँ मैले है यसरी सिफ्ट ए गरेपछि अटो लेआउट आयो यसको नाम चाहिँ म कार्ड भनेर राखिदिन्छु यहाँनिर होइन यो कार्ड हो भनेर बुझौँ अहिलेलाई र यो अटो लेआउटमा आयो सबै कुरा अब मैले के भने अटो लेआउट हुन बित्तिकै यो रिसाइज त हुनुपर्ने हो नि त तर रिसाइज त भएन नि त ल टेक्स्ट मात्रै भयो अरू कुरा त रिसाइज भएन नि त अब यो भएछ कि छैन यो पनि हेरौँ है त यो पनि भइरहेको छ किन यहाँसम्म देखाइरहेको छ नि त यसमा अरू के कुरा थप्दाखेरि चाहिँ यो रिसाइज हुनुपर्छ क्या यो रिसाइज त भइरहेछ त यो होइन तर इमेज रिसाइज भएन नि अझ यो पनि देखाइदिन्छ तपाईँलाई यो टेक्स्टलाई चाहिँ फिलमा नराखौँ यसलाई चाहिँ फिक्स विथमा राखौँ न त सो फिक्स विथमा राख्दा के हुन्छ त अब यो रिसाइज हुँदैन है यत्तिकै बसिरह्यो सानै भएन क्या योभन्दा यो सो यस्तो खालको लेआउट भनेको अटो लेआउट होइन नि त यो अब सो जस्तो मैले यहाँ त अहिले यत्रो ठुलो लेआउट बनाउन खोजेँ अब मलाई के गर्नु छ यो इमेजलाई फिल गराउनु छ कन्टेनरमा
मैले के भने यहाँनिर तपाईँको अटो लेआउटभित्र सबै प्रोपर्टीहरू दिन्छ यो लेआउटभित्र भनिरहेको थिएँ नि। सो यहाँनिर हेर्नु त यो के भएर बसिरहेको छ अहिले, फिक्स विथ भएर बसिरहेछ। सो यसलाई मैले के गर्न मिल्छ, फिल कन्टेनर भन्ने युज गर्न मिल्छ है। फिल कन्टेनर गर्ने बित्तिकै हेर्नु त यसले आफै कन्टेनरसँग आफै फिल गर्यो सबै कुरा है। त्यस्तै गरेर यो टेक्स्ट हेर्नु त फिक्स विथ भएर बसिरहेछ यहाँनिर पनि 607 भनेर। यसलाई के गर्न मिल्छ, मैले फिल कन्टेनर गर्न मिल्छ है। अब के हुन्छ हेर्नु है। सो अब यो के हुनुपर्छ, अब यो तपाईँको अटो रिसाइज त भयो है, तर यहाँ हेर्नु त तल स्पेस बटन सरेन नि, बटनमा इस्यु छ नि अझै। सो यो किन भइरहेछ भन्दाखेरि यो टेक्स्टले गर्दा हो क्या, यो टेक्स्टले आफ्नै स्पेस नलिएको हो क्या खासमा, यो टेक्स्टले अरूलाई पुल गरिरहेको छैन क्या। सो टेक्स्टको यसको यो जुन छ नि, यो टेक्स्टको प्रोपर्टी जुन छ नि यहाँ, यो फिल भन्ने, यसलाई चाहिँ हामीले हक कन्टेन्टमा राख्नुपर्छ क्या। यो यसले आफ्नै स्पेस लिनु पऱ्यो नि त। सो यसलाई आफ्नै स्पेस लिन बनाएको क्या यसलाई। अब त्यति कुरा याद गर्नु। अब यहाँ हेर्नु त, अब मैले यसलाई रिसाइज गर्दा यो ठिक छ। अब यति सानो बनाउँदाखेरि यहाँको कन्टेनर त यहाँसम्म मात्रै देखाइरह नि त, मेरो कार्ड भन्ने सेक्सन त यहाँसम्म मात्रै देखायो नि त। अब यो तलसम्म किन आएन भन्ने कुरा आयो क्या। सो यसको लागि के गर्न मिल्छ, अब तपाईँहरू मलाई भन्नु यो कुरा ल। मैले यहाँ प्रोपर्टी देखाएँ, यो सबै चाइल्ड हो, प्यारेन्ट भनेको कार्ड हो, र यो सबै चाइल्ड हो भित्रको यो। सो मैले के प्रोपर्टी यहाँ देखाएको छु, फिक्स विथ, फिल कन्टेनर र हक कन्टेन्ट भनेपछि कन्टेनर मेरो यहाँसम्म मात्रै देखायो भनेपछि मैले के गर्न मिल्छ र यसको चाहिँ यो प्रोपर्टी चाहिँ मैले यो कन्टेनरलाई यहाँसम्म ल्याउन मिल्छ। ल मलाई कसैले भन्नु त यो कुरा बुझिरहेको छ भने अहिले मजाले के गर्न मिल्छ होला, मैले यो कन्टेनरलाई चाहिँ प्यारेन्टलाई चाहिँ के गर्न मिल्छ, जसले गर्दा चाहिँ होल कन्टेन्टलाई चाहिँ रिफिल गर्नु पर्यो भन्नु त के गर्न मिल्छ। चारवटा प्रोपर्टी हामीसँग फिक्स विथ, फिल कन्टेनर र हक कन्टेन्ट्स के गर्न मिल्छ होला हजुर। किन अप्ठ्यारो मान्दा हो क्या, बोल्दा भयो यहाँ त कसैले कसलाई जज गर्ने होइन त, मैले बोल्दा नराम्रो हुन्छ भन्ने हाम्रो त्यो सिक्नमै आयो भने हामी यहाँ अफकोर्स हक कन्टेन्ट भनेर किन भन न, कन्टेन्ट चाहिँ यहाँसम्म छ नि त, कन्टेनर आफै सानो भएर चाहिँ हक कन्टेन्ट गराउनु हो नि त हामीले है। अब यहाँ सो कसलाई हामीले केलाई युज गर्ने, प्यारेन्टलाई। हेर्नु त प्यारेन्टको हाइट फिक्स भएर बसिरहेको छ क्या। यो किन बिग्रेको थाहा छ, यो प्यारेन्ट्सको हाइट हेर्नु त्यहाँ फिक्स भएर बसिरहेको छ। सो यसलाई के गर्न मिल्छ, हामीले हक कन्टेन्ट गर्न मिल्छ क्या, मिल्यो नि होइन। सो कन्टेन्ट जतिसुकै सानो भए पनि प्यारेन्ट सबैलाई आफै एडजस्ट गर्छ है, सानो ठुलो जेसुकै होस्। यसरी चाहिँ हाम्रो यो के भयो, एउटा लेआउट मिल्यो होइन, एउटा लेआउट मिल्यो नि होइन, सबैले बुझ्यो नि यो कुराहरू होइन, फिल कन्टेनर कसरी काम गर्छ। अब यही लेआउटलाई म के गर्छु थाहा छ, डुप्लिकेट गर्छु, मल्टिपल ठाउँमा डुप्लिकेट गर्छु। अब यही लेआउटलाई चाहिँ म के गर्छु, मल्टिपल डुप्लिकेट गर्छु। जस्तो यो कार्ड्सलाई चाहिँ डुप्लिकेट गरेँ, डुप्लिकेट गर्न आउँछ है सबै हामीलाई, कन्ट्रोल डी गर्ने, डुप्लिकेट हुन्छ यहाँ देखिन्छ यसरी, र त्यसपछि अर्को कन्ट्रोल डी गर्ने, यहाँ आफै आउँछ यसरी है। अब यो कार्ड्स भन्ने तिनटै जुन छ नि, यो तिनटै कार्ड्स भन्ने के हो थाहा छ हाम्रो, तीनवटा कार्ड आइटम भयो। अब यसलाई सिफ्ट ए गर्ने फेरि अटो लेआउटमा लानलाई, र अब यो भनेको प्रोडक्ट भन्ने भयो। ल अब यो के हो, प्रोडक्ट्स भन्ने भयो, र यो कार्ड जति पनि छ नि, यो तिनटै कार्ड चाहिँ के हो, हाम्रो चाइल्ड भयो। अब चाहिँ अघि त्यही कार्ड प्यारेन्ट्स थियो, अहिले त्यही कार्ड के भयो, चाइल्ड भन्नेमा गयो है। अब मैले के भनेछु, यो अटो लेआउटमा छ भने त रिसाइज गर्दा मिल्नुपर्ने हो नि। अब यसलाई रिसाइज गरौँ है त। सो यो मिलेन नि, यो सबै बिग्रियो क्या, मिलेन है। अब के गर्न मिल्छ, मैले यो किन भावला जस्तो लाग्छ भनौँ त, किन भावला, यो विथ फिक्स भएर बसिरह होला क्या। के विथ फिक्स भएर बसिरह होला, चाइल्डको है। सो यो चाइल्डको विथ हेर्नु त यहाँ फिक्स भएर बसिरहेछ नि, हेर्नु त रिसाइजिङ बिहेभियरमा यो चाइल्डको विथ हामीले के गर्नुपर्छ, फिल कन्टेनर राख्नुपर्छ है। त्यसपछि के हुन्छ थाहा छ, यो जतिसुकै सानो ठुलो बनाए पनि हेर्नु त आफै ठुलो भइरहेछ, आफै सानो भइरहेछ नि होइन। तर एउटा कुरा याद गरौँ, खोइ मोबाइल डिजाइन त आएन नि त, रिसाइज मात्रै भयो नि है। अब अघि मैले भनेको थिएँ नि, यसले चाहिँ फ्लेक्स बक्स प्रोपर्टीमा काम गर्छ भनिरहेको थिएँ नि है। अब फ्लेक्स बक्स प्रोपर्टी भनेको कस्तो त, यसलाई रो डाइरेक्सनमा राख्ने अथवा कोलुम डाइरेक्सनमा राख्ने सबै कुरा हामीले यहाँबाट गर्न मिल्छ। यहाँबाट हेर्नु त, यो रो डाइरेक्सनमा, यो कोलुम डाइरेक्सनमा सबै कुरा गर्न मिल्छ यहाँबाट है। तर हामीले रो कोलुम डाइरेक्सन मात्रै भएर त भएन नि त, हामीलाई त डेस्कटप डिजाइनले पो
चेन्ज गर्नु छ त। सो त्यसको लागि चाहिँ यहाँनिर एउटा ऱ्याप भन्ने प्रपर्टी छ क्या है। ऱ्याप भन्ने प्रपर्टी तपाईँले कोडिङमा पढ्नुपर्छ। यसले कसरी काम गर्छ भन्दाखेरि चाहिँ कुनै एलिमेन्टलाई चाहिँ ऱ्याप गरेर तल झार्ने क्या ठ्याक्कै, त्योभन्दा बाहिर जान नदिने है। सो अब यसलाई रिसाइज गर्छौँ हेर्नु त के हुन्छ। अझै काम गरेन यसले। ए होइन, ऱ्यापमा क्लिक गरेकै छैन हामीले। ल यो ऱ्यापमा क्लिक गरौँ है। अब कसरी काम गर्छ हेर्नु त है। अझै गरेन। अब के गर्नुपर्छ यहाँ हेरौँ है। सो यसको लागि चाहिँ यसलाई फिल अब एउटा कुरा के कसरी काम गर्नुपर्छ, मैले के भने थिएँ मिन विथ र म्याक्स विथको कुरा गरिरहेको थिएँ नि। सो एउटा मिनिमम विथ चाहिँ हामीले सेट गरिदिनुपर्छ क्या कम्पोनेन्टको। जस्तो मिनिमम विथ सेट गरिदिन्छु म, यसको 300 मिनिमम विथ सेट गरिदिन्छु म है। र मिनिमम सेट गरेको यो चाहिँ फिल कन्टेनरमा हुनुपर्छ है, माथिको रिसाइजिङ बिहेभियर चाहिँ है। अब यहाँनिर के हुन्छ थाहा छ, अब यसलाई चाहिँ म रिसाइज गर्छु, यो ठुलो भइरहेछ। अब सानो पनि यसरी आफै हुन्छ हेर्नु। यो भनेको 300बाट सानो स्क्रिन हुन बित्तिकै आफै रिसाइज भइरहेछ। यो बुझ्यो यो होइन? बुझिरहेछ नि कुराहरू होइन अलिअलि भए पनि। सो यसरी काम गर्ने रहेछ भनेर बुझ्नु पऱ्यो क्या। यो हामीले बुझ्नुपर्ने प्रपर्टी भनेको यति मात्रै हो। यहाँको यति प्रपर्टी बुझिरहेछौँ भने हामीलाई अटो लेयर सबै आउँछ। यति प्रपर्टी छ होइन, जसमा बुझ्नुपर्ने प्रपर्टी के बुझ्नु पऱ्यो फ्रीमा भनिदिन्छु। यहाँको रिसाइजिङ बिहेभियरको प्रपर्टी र त्यसपछि यो ऱ्याप भन्ने प्रपर्टीलाई बुझ्नु पऱ्यो यहाँ। त्यति गरेपछि हाम्रो सबै कुराहरू चाहिँ अटो लेयरमा आफै रिसाइज हुन्छ। यो ल हुन्छ, यति कुराहरू छ होइन, खासै कुराहरू अरू केही पनि छैन। यसलाई चाहिँ यसको कलर अलिक बुझिएन है। यसरी बुझौँ अहिलेलाई। सो यसरी काम गर्न मिल्ने रहेछ भनेर बुझौँ है त अहिलेलाई। ल यो बुझेर सबैजनाले बुझिरहेछौँ। कसरी ट्राई गरेँ कि गरेन अहिले? गरेन। यो वर्कसपमा तपाईँ सबैले आफै गर्नुपर्छ है, सबैले आफै गर्नुपर्छ। ओके, आज धेरैजना नयाँ एपिसोड हेर्दै भर्खर आएको फर्स्ट टाइम आएको हो। अनि आधी सब्जेक्ट क्लास आएको आधी भइसक्यो 6 इयर्स 3 वटा क्लास 6 इयर्स पाएको अब चारवटा है। ओके ल हुन्छ, यति नै कुरा छ होइन। तपाईँले कसैले ल्यापटप ल्याउनु भएको छ भने एकचोटि प्र्याक्टिस गर्नु न अलिकति थोरै। बटनको मात्रै, मलाई अरू केही चाहिँदैन होइन। यो बटनको प्र्याक्टिस गरौँ त कसैले यो बटन बनाउने ट्राई गरौँ त, यति खालको मात्रै। बटन बनाउनु ट्राई गर्नु सबैजना एकचोटि। बटन मात्रै बनाउनु एकछिन, हामीसँग 7 मिनट छ। 7 मिनट भइन्छ।
Bueno, te digo que para empezar a poner los puedes como no sé si no dice.